डेरीमा काम गर्ने चाहिँ सोच त बनायौँ, तर डेरीमा काम गर्दा चाहिँ कस्तो प्रोडक्ट काम गर्दा चाहिँ एउटा इम्प्याक्ट क्रिएट हुन्छ त नि। अब डेरी त धेरै मान्छेले गरिरहेको चिज भयो होइन, धेरै वर्षदेखि नै चाहिँ भइरहेछ। त्यस्तो डेरी गर्दाखेरि चाहिँ कस्तो खालको चाहिँ नयाँ किसिमको पस्किन सक्यो भने चाहिँ त्यसले चाहिँ एउटा चाहिँ उत्साह, एउटा चाहिँ इम्प्याक्ट चाहिँ हामीलाई हुन्छ भन्ने हिसाबले चाहिँ ग्रिक योगर्ट जस्तो चाहिँ एउटा चाहिँ भ्यालु एडेड प्रोडक्ट, जुन चाहिँ विश्व खाद्य सङ्घले पनि एउटा सुपर फुड भनेर चाहिँ भन्छ यसलाई। सो यस्तो चिज गऱ्यो भने चाहिँ एउटा त फार्मर्सहरूलाई पनि भ्यालु एडिसन हुने, यस्तो खालको प्रोडक्टहरू बन्दै गयो भने भविष्यमा दुधको चाहिँ उनीहरूले चाहिँ प्रोडक्सन गर्ने पनि एउटा उत्साह पनि बढ्ने, कन्ज्युमरलाई पनि एउटा चाहिँ नयाँ किसिमको सामान पस्किएर हामीले दिँदाखेरि चाहिँ उनीहरूलाई पनि एउटा बेटर पनि भयो। अर्को कुरा भनेको यो चिजमा चाहिँ क्वालिटी र न्युट्रिसनल पनि एकदमै चाहिँ अरू दुध आइटमभन्दा चाहिँ बढी भएको हुनाले यो प्रोडक्ट गऱ्यो भने चाहिँ अलिकति छाप राम्रो हुन्छ र यहाँ पस्किनुपर्छ भन्ने हिसाबले हामीले गरेको।